हेलो फ्रेन्ड्स, वेलकम टु माई च्यानल। तपाईँले स्क्रिनमा देखिरहनु भएको क्वेसन चाहिँ यो थ्री एन्ड्स अन अ ट्रायङ्गल भन्ने पजल हो। यस पजलमा के छ भने तीनटा कमिलाहरू चाहिँ यो ट्रायङ्गलको कुनामा छन्। तिनीहरू चाहिँ जुन डाइरेक्सनमा पनि मुभ गर्न पाउँछन् भने लास्टमा गएर प्रोबाबिलिटी कति छ दुईटा कमिलाहरू एकै ठाउँ भेट हुने भन्ने यो क्वेसन छ हैन। यस पजलले भनेको छ। अब हेर यसलाई कसरी सल्भ गर्छन्। सबसे पहिला चाहिँ हामी यो यस ट्रायङ्गलमा हेरौँ, यानी यो फिगरमा हेर्दाखेरि कस्तो छ भने एबिसी तीनवटा कमिलाहरू चाहिँ जता पनि मुभ गर्न पाए, यानी प्रत्येक कमिलालाई दुई दुईवटा अप्सन छ। बीलाई पनि दुईटा अप्सन छ, ए तिर र सी तिर जाने भने एलाई पनि दुईटा अप्सन छ, बी तिर आउने अथवा सी तिर जाने। सीलाई पनि दुईटा अप्सन छ, ए तिर आउने अथवा बी तिर जाने। यसको मतलब जता पनि जान सक्छन्, यानी बी सी तिर जाने प्रोबाबिलिटी 1/2 छ भने ए तिर जाने प्रोबाबिलिटी 1/2 छ। सी को पनि सेम छ सबैको, यानी प्रोबाबिलिटी कति छ भने जुन डाइरेक्सनमा पनि जाने प्रोबाबिलिटी 1/2 छ, यानी सबैलाई दुई दुईवटा अप्सन छ, जता पनि जान पाए। अब हेरौँ अब प्रोबाबिलिटी कति हुन्छ जब भेट हुनको लागि। क्वेसनले यही सोधेको हो पजल अनुसार। अब सबसे यो पहिला यहाँ हेरौँ, ए र बी भेट हुन पायो हैन, त्यसै गरेर बी र सी पनि भेट हुन पायो र सी र ए पनि भेट हुन पायो। अब प्रोबाबिलिटी हेरौँ ए र बी भेट हुने प्रोबाबिलिटी हेरौँ ए इन्टरसेक्सन बी है। ए र बी भेट हुनको लागि ए पनि सी तिर मुभ गर्नु पर्यो, बी पनि सी तिर मुभ गर्ने हो। ए सी तिर मुभ गर्नको लागि 1/2 छ प्रोबाबिलिटी, बी पनि सी तिर मुभ गर्नको लागि 1/2 छ हैन। इन्टरसेक्सन यानी इन्टु गर्नुपर्छ, अनि यसको मतलब 1/4 भयो। ए र बी भेट हुने चान्सेस कति छ 1/4 छ। सिमिलरली बी र सी, बी इन्टरसेक्सन सी, यो पनि भेट हुने प्रोबाबिलिटी कति छ। बी र सी भेट हुनको लागि चाहिँ बी पनि ए तिर मुभ गर्नु पर्यो, सी पनि ए तिर मुभ गर्नु पर्यो, यानी त्यो पनि 1/2 इन्टु 1/2 चान्स छ। यसको मतलब यसको पनि प्रोबाबिलिटी छ 1/4। र सी र ए, प्रोबाबिलिटी अफ सी इन्टरसेक्सन ए, सी र ए भेट हुने चान्स कति छ। सी र ए भेट हुनको लागि चाहिँ सी बी तिर मुभ गर्नु पर्यो, ए पनि बी तिर मुभ गर्नु पर्यो। यसको मतलब यो पनि 1/2 इन्टु 1/2 छ, यानी 1/4 छ। यसको मतलब हामी के भन्न सक्छौँ भने ए र बी भेट हुने चान्स 1/4, बी र सी भेट हुने चान्स 1/4 र सी र ए भेट हुने चान्स पनि कति छ 1/4 छ। अन्तिममा गएर दुईटा भेट हुने जो भेट भए पनि चल्छ। ए इन्टरसेक्सन बी, ए र बी भेट भए पनि भयो हैन, अथवा बी र सी भेट भए पनि भयो, अथवा सी र ए भेट भए पनि भयो, यानी ए र बी भेट हुने चान्स छ 1/4 युनियन, यानी प्लस बी र सी भेट हुने चान्स छ 1/4 प्लस सी र ए भेट हुने चान्स छ 1/4 गरेर फाइनल आन्सर भने 3/4। यानी यसलाई पर्सेन्टमा लेख्न चाहनुहुन्छ भने 3/4 इन्टु 100% गरेर कति हुन्छ 75%, यानी 75% चान्स छ यो दुईटा कमिला एउटै कोनामा गएर भेट हुने चान्स, यानी 25% चाहिँ नभेट हुने चान्स छ। आई होप बुझ्नुभयो होला। हस्त, धन्यवाद, बाइ बाइ।